अब म यहाँलाई एउटा नयाँ टपिक्सको बारेमा कुरा गर्न गइरहेको छु, जेनेटिक्स। जेनेटिक्स फिजियोलोजीभन्दा फरक कुरा हो। फिजियोलोजीले चाहिँ प्लान्टको अथवा एनिमलको सिस्टमको बारेमा स्टडी गर्छ, त्यहाँभित्र हुने प्रोसेसको बारेमा स्टडी गर्छ। यो जेनेटिक्स भनेको चाहिँ त्योभन्दा एकदम फरक कुरा भयो। नयाँ टपिक्सको बारेमा हामी कुरा गर्न गइरहेको छौँ। पहिला यहाँलाई बताउँछु व्हाट इज जेनेटिक्स डेफिनेसनमा। एकदम सर्टकटमा जेनेटिक्स भन्नाले स्टडी अफ जिन भनेर बुझ्दा पनि हुन्छ। What is genetics? It is the branch of biology that deals with the study of genes. In the shortcut definition. जिनको स्टडी नै जेनेटिक्स। अब जिनले के काम गर्छ त्यसको स्टडी नै जेनेटिक्स हो। जिनले के काम गर्छ भन्दाखेरि एउटा अर्गानिजमको क्यारेक्टर नेक्स्ट जेनेरेसनमा ट्रान्सफर गर्ने काम गर्छ। बाबुको क्यारेक्टर छोरा, छोराबाट नाति, नाति हुँदै पनाति, यसरी क्यारेक्टर एउटा जेनेरेसनबाट अर्को जेनेरेसन, अर्कोबाट अर्को जेनेरेसनमा लाने मेटेरियल भनेको हाम्रो बडीको जिन हो। अनि नर्मली हामी के देख्छौँ भन्दाखेरि बाबु जस्तो जस्तो हुन्छ त्यस्तै त्यस्तै छोरो हुन्छ, छोरो जस्तो हुन्छ त्यस्तै त्यस्तै नाति हुन्छ, अथवा मान्छेको सन्तानहरू मान्छे जस्तै हुन्छन्, अनि आपको सन्तानहरू आफै जस्ता हुन्छन्, त्यस्तै उखुको सन्तान उखु जस्तै हुन्छ। भनेपछि नेक्स्ट जेनेरेसन प्राय त्योभन्दा अगाडिको जेनेरेसनसँग मिल्न जान्छ। त्यो कारण पनि जिनले हो। जिनको एउटा मेन फङ्सन भनेको के भने इट प्रोड्युसेस द क्यारेक्टर्स विच आर सिमिलर इन डिफ्रेन्ट जेनेरेसन। त्यसलाई हामी हेरिडिटी भन्छौँ। हेरिडिटी भनेको जस्ताको त्यस्तै क्यारेक्टर नेक्स्ट जेनेरेसनमा गयो भने दिस इज कल्ड हेरिडिटी। यो काम जिनले गर्छ हो। त्यो हेरिडिटीको स्टडी गर्नु भनेको पनि जेनेटिक्स नै हो। अथवा कसरी एउटा आँपको रुखले आफै प्रोड्युस गर्छ, अथवा मान्छेको जुन जाइगोट बन्छ त्यसबाट नयाँ मान्छे नै बन्छ। जाइगोट त अरू अरू लिभिङमा पनि हुन्छन्, तर हाम्रो जाइगोटबाट ठ्याक्कै मान्छे नै किन बन्छ, क्यारेक्टर किन इनहेरिट हुन्छ, यो कुराको स्टडी जेनेटिक्समा गरिन्छ। एन्ड दिस इज द फङ्सन अफ जिन्स। अनि सधैँ क्यारेक्टर बाबुको छोरासँग मिल्छ अथवा छोराको अर्को नातिसँग मिल्छ यस्तो नहुन पनि सक्छ। धेरै क्यारेक्टर मिल्छ, तर केही क्यारेक्टरहरू बिस्तारै चेन्ज हुँदै 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 पनि गइरहेको हुन्छ। क्यारेक्टर उस्तै भएर नेक्स्ट जेनेरेसनमा गयो भने चाहिँ त्यसलाई हेरिडिटी भन्ने, र चेन्ज हुँदै गयो भने त्यसलाई चाहिँ भेरिएसन भन्ने। सो भेरिएसन पनि कसले गर्छ? क्यारेक्टर किन चेन्ज हुन्छ भन्दाखेरि बिकज अफ जिन। बाबु र छोराको धेरै कुरा मिल्छ तर ठ्याक्कै उस्तै चाहिँ हुँदैन। त्यस्तै छोरो र नाति, नाति र छोराको कुरा गर्ने हो भने छोरा र नातिको धेरै कुरा मिल्छ, मिलेको कुरा चाहिँ हेरिडिटी भयो, फरक परेको कुरा चाहिँ भेरिएसन भयो। त्यस कारण यो जिनले के काम गर्छ भनेर म कुरा गर्दै थिएँ। जिनले हेरिडिटीमा काम गर्छ अनि भेरिएसनमा काम गर्छ। उस्तै बनाउने काम पनि जिनकै हो, नेक्स्ट जेनेरेसन उस्तै बनाउने, र डिफ्रेन्स ल्याउने काम पनि जिनकै हो। त्यस कारण कसरी क्यारेक्टर नेक्स्ट जेनेरेसनमा जान्छ, उस्तै भएर जान्छ अथवा चेन्ज भएर जान्छ, हेरिडिटी हो कि भेरिएसन हो, यसको स्टडी नै जेनेटिक्स हो। सो यसलाई मैले अलिकति मोडिफाई गरेँ, स्टडी अफ हेरिडिटी एन्ड भेरिएसन। इट्स कल्ड जेनेटिक्स। अनि यो हेरिडिटी र भेरिएसन चाहिँ यो जिनले गर्दा हुन्छ। उस्तै बनाउने हेरिडिटी, फरक पार्ने भेरिएसन। यो फङ्सन भयो। जिनको फङ्सन के हो भन्दाखेरि यो पनि हो, यो पनि हो। जिनको स्टडी गर्नु नि जेनेटिक्स हो, अथवा जिनले गर्ने कामको स्टडीलाई पनि जेनेटिक्स नै भन्न मिल्यो। अब यहाँहरूलाई म आज भेरिएसनको बारेमा कुरा गर्छु। भेरिएसन अघि पनि कुरा भइसक्यो। वाट इज भेरिएसन भन्दाखेरि द डिफरेन्स इन द क्यारेक्टर्स। एउटा इन्डिभिजुअल र अर्को इन्डिभिजुअलको क्यारेक्टरमा डिफरेन्स छ भने दिस इज कल्ड भेरिएसन। त्यो बिट्विन टु जेनेरेसन पनि हुनसक्छ अथवा विदिन सेम जेनेरेसन पनि हुनसक्छ। जस्तो कि बाबु र छोराको डिफरेन्स, त्यो पनि भेरिएसन भयो। एउटै बाबुका दुईवटा छोरा, तिनीहरू पनि ठ्याक्कै उस्तै हुँदैनन्, दुईवटा दाजुभाइ उस्तै हुँदैनन्। हुन त एउटै बाबुआमाको सन्तान हुन्, तर दुईवटाको बिचमा फेरि डिफ्रेन्स छ, त्यो पनि भेरिएसन भयो। सो भेरिएसन एउटा जेनेरेसनबाट अर्कोको बिचमा त हुन्छ नै, तर एउटै जेनेरेसनका डिफ्रेन्ट इन्डिभिजुअलहरूको बिचमा पनि हुन्छ, त्यो पनि भेरिएसन हो। एनिवे
भेरिएसन भनेको डिफरेन्सेस इन द क्यारेक्टर्स, त्यो अब मर्फोलोजिकल क्यारेक्टर पनि हुनसक्छ, अरू साइटोलोजिकल क्यारेक्टर पनि हुनसक्छ, जेनेटिक अरू क्यारेक्टर पनि हुनसक्छ, फिजियोलोजिकल क्यारेक्टर्स हुनसक्छ। क्यारेक्टर्समा डिफरेन्स आयो भने दिस इज कल्ड भेरिएसन। Differences in the characters is called variation. Different types of characters, अनेक खालका क्यारेक्टर्स हुन्छन् बढीमा, ती क्यारेक्टर्समा फरक आउने बित्तिकै दिस इज कल्ड भेरिएसन। यो मैले यहाँहरूलाई भेरिएसनको डेफिनेसन बताएँ। अब भेरिएसनका पनि टाइपहरू हुन्छ। अब म यहाँलाई टाइप्स अफ भेरिएसनको बारेमा के कुरा गर्छु। टाइप्स अफ भेरिएसन, भेरिएसन कुन खालको सेलमा हुन्छ भनेर भन्दाखेरि हाम्रो बडीमा दुई खालको सेलहरू हुन्छ। एउटा सोमाटिक सेल अथवा त्यसलाई हामी भेजिटेटिभ सेल पनि भन्छौँ अथवा बडी सेल पनि भन्ने गर्छ, र अर्को हुन्छ रिप्रोडक्टिभ सेल अर जर्मिनल सेल्स। सो भेरिएसन भनेको चेन्जेस कस्तो खालको सेलमा भइरहेको छ त्यसको आधारमा दुई खालको भेरिएसन हुने भयो। एउटा सोमाटिक भेरिएसन, अर्को चाहिँ जर्मिनल भेरिएसन। यो सोमाटिक भेरिएसनलाई एक्वायर्ड भेरिएसन पनि भन्ने गर्छ, सोम्याटोजेनिक भेरिएसन पनि भन्छ, अर्को चाहिँ जर्मिनल भेरिएसन। यसलाई चाहिँ ब्लास्टोजेनिक भेरिएसन पनि भन्छन्। ब्लास्टोजेनिक भेरिएसन। यो सोमाटिक भेरिएसनलाई सोम्याटोजेनिक भेरिएसन अनि जर्मिनल भेरिएसनलाई ब्लास्टोजेनिक भेरिएसन। यो मैले टाइप अफ भेरिएसन लेखेँ के को आधारमा भन्दाखेरि भेरिएसन हाम्रो बडीको कुन सेलमा हुन्छ त्यसको आधारमा। इफ एनी भेरिएसन अकर्स ड्यू टु द चेन्जेस इन द सोमाटिक सेल्स, त्यो भयो भने सोमाटिक भेरिएसन। अनि कुनै भेरिएसन चाहिँ हाम्रो रिप्रोडक्टिभ सेल्स, जसलाई हामी जर्मिनल सेल पनि भन्छौँ अथवा रिप्रोडक्टिभ सेल, जुन सेलले स्पर्म र एगहरू बनाउँछ त्यही सेलहरूलाई जर्मिनल सेल्स भनिन्छ अथवा रिप्रोडक्टिभ सेल्स। त्यो सेलहरूमा कुनै चेन्जेस आएर भेरिएसन भयो भने त्यो भेरिएसनलाई चाहिँ जर्मिनल भेरिएसन अथवा ब्लास्टोजेनिक भेरिएसन पनि भन्ने गरिन्छ। सो भेरिएसन दुई खालको भयो, एउटा सोमाटिक भेरिएसन, अर्को रहेछ ब्लास्टोजेनिक भेरिएसन। This occurs in germinal cell or reproductive cell. This occurs in body cells. Shortcut में लेखूँ occurs in vegetative cell बनना पनि सक्छौं, or reproductive or body cell, and germinal cell or blastogenic variation occurs in reproductive cells. सो दुई खालको भेरिएसन भयो। अब यसमा डिफरेन्स के छ भन्दाखेरि सोमाटिक भेरिएसन चाहिँ सोमाटिक सेलमा हुन्छ, यो चाहिँ जर्मिनल सेलमा हुन्छ। अब यो सोमाटिक टाइपको भेरिएसन भयो भने चाहिँ नेक्स्ट जेनेरेसनमा त्यो भेरिएसन ट्रान्सफर भएर जाने सम्भावना कम हुन्छ, र जर्मिनल भेरिएसन भयो भने चाहिँ नेक्स्ट जेनेरेसनमा त्यो भेरिएसन ट्रान्सफर भएर जाने सम्भावना बढी हुन्छ। त्यही भएर अब पहिला अलिकति सोमाटिक भेरिएसनको कुरा गरौँ अनि फेरि जर्मिनलको कुरा गरौँला। सोमाटिक भेरिएसन भन्नाले यसलाई हामी मर्फोलोजिकल भेरिएसन भन्न पनि सक्छौं। अनि यो कहाँ हुन्छ भनेर मैले लेखिसकेँ, विच अकर्स इन भेजिटेटिभ सेल्स। यो सोमाटिक भेरिएसन मेनली तीनटा कारणले हुने गर्छ। एउटा चेन्ज इन इन्भाइरोमेन्ट, अर्को युज एन्ड डिसयुज अफ अर्गन्स, अर्को कन्सियस इफोर्ट भन्ने छ। सो यसका तीन तरिका हुँदो रहेछन्। यो सोमाटिक भेरिएसन अथवा भेजिटेटिभ सेलमा के कारणले चेन्ज हुन्छ भन्दाखेरि बिकज अफ सोमाटिक भेरिएसन इज ड्यू टु एउटा भयो इन्भाइरोमेन्टल भेरिएसन, ड्यू टु इन्भाइरोमेन्ट, अर्को ड्यू टु युज एन्ड disuse of organs, अनि अर्को छ कन्सियस इफोर्ट भन्छौँ हामी।
सो सोमाटिक भेरिएसन अथवा एक्वायर्ड भेरिएसन किन हुन्छ भन्दाखेरि बिकज अफ इन्भाइरोमेन्टल or because of disease of organs or because of conscious effort. अब जस्तो कि अब इन्भाइरोमेन्टल भेरिएसनको कुरा गरौँ सो इन्भाइरोमेन्टको कारणले पनि हाम्रो बडीको सोमाटिक सेल्सहरूमा हाम्रो बडीको क्यारेक्टर एक्सटर्नल क्यारेक्टर्सहरूमा चेन्ज आउन सक्छ जस्तो कि लाइटको कारणले टेम्परेचरको कारणले सो यी कारणहरूले हाम्रो बडीको क्यारेक्टरमा चेन्ज आयो भने त्यो चाहिँ इन्भाइरोमेन्टल भेरिएसन भयो जस्तो कि प्लान्टको कुरा गर्दाखेरि प्लान्टमा हुने फर्टिलाइजरको अभावले अथवा बढी फर्टिलाइजर भएको कारणले भेरिएसन आयो अथवा पानी धेरै हुँदा एक खालको प्लान्ट हुन्छ पानी नहुँदा अर्कै खालको प्लान्ट हुन्छ त्यस्तै गरी सेलिनिटी सल्टको मात्रा कति छ सोइलमा त्यो अनुसार पनि प्लान्टको एपिरियन्स मर्फोलोजी लिफको सेप प्लान्टको हाइट फ्रुटको टेस्ट यस्तोमा फरक पर्न सक्छ त्यो चाहिँ इन्भाइरोमेन्टल भेरिएसन भयो विच अकर्स ड्यु टु द डिफरेन्ट इन्भाइरोमेन्टल फ्याक्टर्स एक्जाम्पल लाइट होला टेम्परेचर होला वाटर होला एक्सेट्रा यस्ता जस्तो कि हामी अलिक लामो समयसम्म अलिक गर्मी ठाउँमा अलिक बढी घाम लाग्ने ठाउँमा सिधै घाम पर्ने ठाउँमा कपडाहरू पनि अलिकति कम लगाएर काम गर्न थाल्यौँ अथवा धेरै त्यहाँ एक्सपोज भयो भने हाम्रो बडीको स्किन पनि बिस्तारै बिस्तारै कालो हुँदै जान्छ फेरि त्यस्तो ठाउँमा होइन अलिकति सधैँ कोठाभित्र बस्नुपर्ने लाइट पनि नहुने अलिक चिसो ठाउँमा भयो भने हाम्रो फेरि स्किन त्यस्तो कालोबाट फेरि अलिक गोरो गोरो हुँदै हुने हुन्छ सो यो के को कारणले भेरिएसन त भयो घरि त्यही मान्छे अलिकति कालो हुने त्यही मान्छे अलिकति गोरो हुने यस्तो हुन्छ सो बिकज अफ इन्भाइरोमेन्ट भेरिएसन त भयो चेन्जेस त भयो सो बिकज अफ इन्भाइरोमेन्ट लाइट होला टेम्परेचर होला वाटर होला एक्सेट्रा सो एउटा फ्याक्टर के रहेछ विच इनिसिएट द सोमाटिक भेरिएसन इज इन्भाइरोमेन्ट सो अर्को छ युज एन्ड डिसयुज अफ अर्गन्स यो हामी लामार्किजमबाट पनि बुझ्न सक्छौँ जस्तो कि नर्मली हामी लामार्किजमले के भन्छ भन्दाखेरि जुन अर्गन बढी युज भयो त्यसको स्ट्रक्चर सेप चेन्ज हुँदै जान्छ जुन अर्गन कम हुन्छ त्यसको चाहिँ बिस्तारै बिस्तारै स्ट्रक्चर सेपहरू बिस्तारै सानो 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 हुँदै जान्छ जस्तो कि नर्मली हामीले धेरै एक्सर्साइज गऱ्यौँ भने हार्टको मसल्सहरू पनि ठुलो ठुलो हुँदै जान्छ यो जुन पेटमा भएको मसल्सहरू पनि भित्र देखिन थाल्छ यहाँको मसल्सहरू पनि यो पाखुराको मसल्सहरू पनि ठुलो ठुलो भएको देख्छौँ जस्तो हाम्रो रेगुलर जिम गर्ने एक्सर्साइज गर्ने कोही मान्छेको हाम्रो बडीको भित्रको मसल्सहरू भन्यो भने त्यो चेन्ज हुन्छ सुरुमा एक खालको हुन्छ तर जिम गर्दै गएपछि त्यो मसलको सेपहरू बिस्तारै बिस्तारै चेन्ज हुन्छ त्यो चाहिँ बिकज अफ कन्टिन्युस युज अफ दिस पार्ट्स यो पार्ट्सलाई असाध्यै धेरै हामीले युज गऱ्यौँ स्प्रिङ तान्यौँ अथवा हामीले डम्बेल उठाइ गऱ्यौँ यस्तो गर्दा गर्दै यहाँको पहिला अलिकति सानो थियो होला मसलको साइज अब पाखुराको मसल अब ठुलो हुन जान्छ बिकज अफ कन्टिन्युस युज सो त्यस्तो पनि हुन्छ सो त्यसरी पनि भेरिएसन भयो सानो थियो मसल्स ठुलो भयो फेरि गर्न छोडेपछि फेरि सानो हुनसक्छ सो त्यो भयो भने चाहिँ भेरिएसन त भयो सानोबाट ठुलो भयो ठुलोबाट सानो भयो त्यसरी पनि स्ट्रक्चर अथवा मर्फोलोजी चेन्ज हुनसक्छ त्यसलाई भन्छ युज एन्ड डिसयुज अफ अर्गन्स त्यो हुँदा पनि भेरिएसन आउँदो रहेछ एक्जाम्पल increase in size of muscles due to exercise. अर्को रह्यो कन्सियस एफोर्ट अर्को एउटा कारण जसले गर्दा सोमाटिक भेरिएसन हुनसक्छ कन्सियस एफोर्ट भनेको चाहिँ आफ्नो इच्छा अनुसार आफ्नो चाहनाअनुसार पर्सनल विस हुन्छ चाहना हुन्छ म यस्तो भन्छु उस्तो भन्छु जस्तो कि लामो कपाल भएको केटीले एकदम काटेर छोटो केटाको जस्तो कपाल बनाउन सक्छ चेन्ज त आयो लामो कपाल भएको केटी अब केटा जस्तो देखिन सक्छ छोटो कपाल भयो अथवा केटाहरूको जस्तो छोटो छोटो नर्मली केटाहरूको छोटो कपाल हुन्छ अनि त्यो केटाहरूले अब कपाल पाल्यो भने त्यो केटीको जस्तो लामो हुन्छ भेरिएसन त भयो एक खालको कपाल थियो अब अर्कै खालको लामो भयो कसैले अब नङ लामो पालेर एकदम विश्व रेकर्ड राख्ने भनेर लामो 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 नङ पाल्ने पनि हुन्छ भेरिएसन भयो छोटो नङ थियो लामो भयो फेरि काट्यो भने फेरि चेन्ज भयो लामो बढ्यो छोटो भयो आफ्नो इच्छाको कुरा हो
अचेल त अनेक खालको सर्जरीहरू पनि आएको छ। सर्जरी गरेर आफ्नो बडीको सेपहरू मिलाउने, यो लिप आउटको सेपहरू मिलाउने, बडीको सेपहरू मिलाउने यस्तो पनि चलन आएको छ। अथवा यो चाउरी परेको गालालाई फेरि अलिकति थाला तन्काएर चिल्लो बनाउने यस्तो पनि चलन आएको छ। त्यस्तै अब जस्तै कि कपाल खुइलेको छ भने नयाँ कपालहरू उमार्ने अथवा त्यो नक्कली कपाल लाउने चलन पनि आइसकेको छ। त्यो हुँदा पनि चेन्ज देखिन्छ, मान्छेमा चेन्ज आउँछ। त्यो चाहिँ उसको आफ्नो चाहना अनुसार हो, त्यसलाई भन्छ कन्सियस इफोर्ट। सो यी कारणहरूले गर्दा पनि हाम्रो बडीमा चेन्जेसहरू देखिन्छ। इन्भाइरोमेन्ट, युज एन्ड डिसयुज अफ अर्गेन्स एन्ड कन्सियस इफोर्ट। सो यो चाहिँ पर्सनल डिजायरको कुरा भयो, कन्सियस इफोर्ट चाहिँ। सो यसको कारणले भेरिएसन भयो भने त्यो चाहिँ हाम्रो बडीको जुन स्पर्म र एग बनाउने सेलमा त्यसको कुनै असर गर्दैन। जस्तै कि हामीले एक्सर्साइज गर्नु नगर्नु, घाममा जानु नजानु, बढी समयसम्म लगातार काम गर्नु नगर्नुले हाम्रो जर्मिनल सेल्स अथवा जसले स्पर्म र एग बनाउँछ त्यसमा केही असर परेको हुँदैन। हाम्रो बडीको अरू सेलहरूको चाहिँ फङ्सनमा अथवा स्ट्रक्चरमा, त्यसले बनाएको स्ट्रक्चरमा चेन्ज आउन सक्छ। त्यही भएर यो चाहिँ सोमाटिक भेरिएसन हो। सो अहिले मैले यहाँलाई एउटा दुई खालको भेरिएसनको कुरा गर्दै थिएँ। एउटा सोमाटिक भेरिएसन, त्यसको बारेमा मैले वाट आर द इम्पोर्टेन्ट कजेज अफ सोमाटिक भेरिएसन यसको बारेमा कुरा गरेँ। म नेक्स्ट यहाँलाई जर्मिनल भेरिएसन भन्छु। यो चाहिँ अलिक बढी इम्पोर्टेन्ट हुन्छ। ब्लास्टोजेनिक भेरिएसन पनि भन्छ, जुन चाहिँ रिप्रोडक्टिभ सेलमा हुन्छ। अब एउटा इम्पोर्टेन्ट क्यारेक्टर सोमाटिक भेरिएसनको यहाँले फेरि म थप्दैछु। के भन्दाखेरि यस्तो खालको भेरिएसन नेक्स्ट जेनेरेसनमा जाँदैन। जस्तै कि बाबु असाध्यै मोटो होला तर छोरो एकदम दुब्लो पनि हुनसक्छ। बाबुले धेरै जिम गरेर मसलहरू बनाएको होला तर छोरो त्यस्तो नहुन सक्छ। त्यही कारण यो सोमाटिक भेरिएसन, बाबु अलिक कालो होला, छोरो अलिक गोरो होला, अथवा बाबु गोरो होला, छोरो अलिकति कालो होला, यस्तो हुन्छ। सो यो भेरिएसन चाहिँ बाबुमा अथवा आमामा जुन भेरिएसन हुन्छ यी कारणहरूले गर्दा त्यो भेरिएसन, त्यो चेन्जेस नेक्स्ट जेनेरेसनमा जाँदैन। किनभने सोमाटिक सेलको नेक्स्ट जेनेरेसनमा कुनै सम्बन्ध हुँदैन। कसको सम्बन्ध हुन्छ भन्दाखेरि रिप्रोडक्टिभ सेलको सम्बन्ध हुन्छ। कारण यो जस्तो कि यो मेरो हातको सेलमा कुनै चेन्ज आयो भने त्यसले नेक्स्ट सन्तानलाई केही पनि असर गर्दैन। किनभने यो हातको सेल नेक्स्ट जेनेरेसन अथवा छोरा अथवा छोरीमा त्यसको असर पर्दैन। के को असर पर्छ भन्दाखेरि स्पर्म र एग बनाउने सेलमा चाहिँ त्यस्तो चेन्ज भयो भने त्यो नेक्स्ट जेनेरेसनमा जान्छ। मैले बताउन खोजेको कुरा के भन्दाखेरि सोमेटिक भेरिएसन इज नट हेरिटेबल, नेक्स्ट जेनेरेसनमा जाँदैन र यसले भेरिएसनमा पनि त्यत्रो ठुलो रोल प्ले गर्दैन। अब रह्यो त्योभन्दा इम्पोर्टेन्ट भेरिएसन चाहिँ जर्मिनल भेरिएसन हो, ब्लास्टोजेनिक भेरिएसन। अब म यसको कुरा गर्छु। अब जर्मिनल भेरिएसनको बारेमा कुरा गरौँ। जर्मिनल भेरिएसन अघि पनि मैले डेफिनेसन अलिकति बताइसकेको छ। यस्तो खालको भेरिएसन हो which occurs due to change in the germinal cells or reproductive cells. यसलाई मैले यसरी लेखेँ, भेरिएसन due to change in the reproductive cells. यसलाई जर्मिनल भेरिएसन भन्छ। यसलाई ब्लास्टोजेनिक भेरिएसन पनि भन्ने गरिन्छ। अब यो खालको भेरिएसन भयो भने चाहिँ नेक्स्ट जेनेरेसनमा यो भेरिएसन सरेर जान पनि सक्छ। किन भन्दाखेरि नेक्स्ट जेनेरेसन अथवा छोरा अथवा छोरी बनाउने, आफ्नो सन्तान बनाउने हाम्रो बडीको के हो भन्दाखेरि स्पर्म र एग हो। त्यही कारण त्यो स्पर्म बनाउने सेलमै केही चेन्ज आयो भने त्यो चेन्ज स्पर्ममा जान्छ अनि एगमा पनि जान्छ। एगमा पनि त्यस्तो चेन्ज हुनसक्छ, स्पर्ममा पनि त्यस्तो चेन्ज भयो भने त्यो चेन्ज अटोमेटिकली त्यो स्पर्म र एगबाट बन्ने नयाँ सन्तानमा पनि जान्छ। त्यही कारण यो भेरिएसन चाहिँ नेक्स्ट जेनेरेसनमा जाने खालको हुन्छ। यो अलिकति इम्पोर्टेन्ट भेरिएसन पनि हो सोमाटिक भेरिएसन भन्दा। सो यसको पनि दुईवटा टाइपहरू हुन्छ, एउटा कन्टिन्युस भेरिएसन, अर्को यसलाई पनि हामी यसरी स्टडी गर्न सक्छौँ, एउटा कन्टिन्युस भेरिएसन, अर्को छ डिस्कन्टिन्युस भेरिएसन। दुई खालको भयो, कन्टिन्युस एन्ड डिस्कन्टिन्युस भेरिएसन। म अलिकति कन्टिन्युस भेरिएसनको कुरा गर्छु। अब यो कन्टिन्युस भेरिएसन चाहिँ नामबाट बुझिन्छ कस्तो खालको भेरिएसन हो भनेर। यो
कन्टिन्युसली भइराख्ने भेरिएसन हरेक जेनेरेसनमा भइराख्ने भनेको कन्टिन्युसली भनेको एउटै जेनेरेसनमा भइराख्ने भन्दा पनि हरेक जेनेरेसन पछि भइराख्ने अलिअलि भए पनि भइराख्ने भेरिएसनलाई चाहिँ हामी कन्टिन्युस भेरिएसन भन्छौँ। जस्तो कि मैले अघि पनि कुरा गरेँ, हजुरबा जस्तो ठ्याक्कै बुवा हुनुहुन्न हाम्रो बुवाहरूलाई यसो हामीले कम्पेयर गऱ्यौँ भने हजुरबा जस्तो रूप रङको हुनुहुन्थ्यो, आँखा जस्तो थियो, नाक जस्तो थियो, अथवा अनुहारको सेप अथवा हात खुट्टा जस्तो थियो। बुवा हजुरसँग धेरै मिल्नुहुन्छ हाम्रो बुवाहरू, तर डिटो चाहिँ मिल्नुहुन्न, सबै कुरा चाहिँ मिल्दैन, केही चेन्ज छ। फेरि बुवा र हामीमा अर्को जेनेरेसनसँग कम्पेयर गऱ्यौँ भने फेरि त्यहाँ पनि हामी धेरै बुवाहरूसँग मिल्छौँ अथवा आमाहरूसँग मिल्छौँ, तर सबै कुरा चाहिँ हाम्रो मिल्दैन। अनुहार, रूप रङ, नाक, कान, आँखा यी सब कुराहरू कम्पेयर गऱ्यो भने धेरै त मिल्छ, तर फेरि त्यहाँ पनि चेन्ज छ। फेरि हामीले हाम्रा छोराछोरीसँग कम्पेयर गर्ने हो भने त्यहाँ पनि धेरै कुरा मिल्छ, तर केही कुराहरू मिल्या हुँदैन। के हुँदो रहेछ भने हरेक जेनेरेसनमा थोरै 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 गरेर चेन्ज आएको हुन्छ। प्रत्येक जेनेरेसनमा यो हुन्छ। ठ्याक्कै बाबु जस्तो छोरो हुँदैन, छोरो जस्तो ठ्याक्कै नाति हुँदैन, थोरै थोरै चेन्ज हुन्छ भनेको हरेक जेनेरेसनमा यो भइरहेको हुन्छ। यस्तो खालको भेरिएसनलाई चाहिँ कन्टिन्युस भेरिएसन भन्छ। तर एकदम ड्रास्टिक चेन्ज हुँदैन, थोरै जुन भनेको मिडियन क्यारेक्टर्सहरू हुन्छ, जस्तो क्यारेक्टर हुनुपर्ने थियो बुवाको त्योभन्दा थोरै मात्रै दायाँ बायाँ हुन्छ क्यारेक्टर्स। मेन क्यारेक्टरबाट अलिकति मात्रै क्यारेक्टर दायाँ बायाँ, जस्तो कि कुनै बुवाको नाक एकदम चुच्चो छ भने छोराको एकैचोटि थेप्चो हुँदैन, स्लाइटली अब छोराको नाक हेर्दाखेरि बुवाको जस्तै पनि हुनसक्छ, तर अलिक बुवाको भन्दा थेप्चो पनि हुनसक्छ, तर एकैचोटि थेप्चो चाहिँ हुँदैन, ड्रास्टिक चेन्ज चाहिँ हुँदैन, एकदम ग्रेजुअल्ली चेन्ज हुनसक्छ। त्यस्तो भयो भने कन्टिन्युस भेरिएसन चाहिँ यो हरेक जेनेरेसनमा हुन्छ, एउटा पिँढीबाट अर्को पिँढीमा सधैँ भइराख्ने भएको हुनाले यसलाई कन्टिन्युस भेरिएसन हुन्छ। तर यसको भेरिएसनको मात्रा चाहिँ थोरै हुन्छ, स्मल डिग्रीमा हुन्छ। सो यसलाई मैले सर्टकटमा यसरी समराइज गरेँ, occurs in each generation, यो सधैँ भइराख्छ। स्मल डिग्री अफ भेरिएसन लेखेँ मैले। भेरिएसनको मात्रा थोरै हुन्छ, अलि हुँदै जान्छ। कारण यो भेरिएसन पनि नेक्स्ट जेनेरेसनमा सरेर जाने भन्दाखेरि कमै सरेर जान्छ। सो यसलाई हामी नन इनहेरिटेबल भन्न सक्छौँ। कम मात्रै त्यस्तो क्यारेक्टर्सहरू नेक्स्ट जेनेरेसनमा जान चाहिँ जान्छ, तर थोरै मात्रै जान्छ, नन इनहेरिटेबल भनेर हामी यहाँ मेन्सन गर्न सक्छौँ। जस्तो कि मैले अघि पनि कुरा गरेँ, बाबु गोरो हुनसक्छ तर छोरा चाहिँ गोरो नहुन पनि सक्छ, सरेर गएन। बाबु गोरो हुनु बित्तिकै छोरो गोरो हुनुपर्छ भन्ने जरुरी छैन, नहुन सक्छ। त्यही भएर नन इनहेरिटेबलमा हामी यो वर्ड यहाँ मेन्सन गर्दाखेरि सुटेबल हुन्छ। सो यसरी कन्टिन्युस भेरिएसन हुन्छ, प्रत्येक जेनेरेसन हुन्छ। सो वाट आर द कजेज अफ कन्टिन्युस भेरिएसन भन्ने कुरा पनि इम्पोर्टेन्ट हुन्छ। हरेक जेनेरेसनमा किन क्यारेक्टर चेन्ज हुन्छ, किन बुवा जस्तो ठ्याक्कै छोरो हुँदैन अथवा छोरो जस्तो ठ्याक्कै छोरोको छोरा अथवा नाति हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ। सो एउटा क्रसिङ ओभर भन्ने प्रोसेस यहाँहरूले सुन्नुभएको होला, मियोसिस हुँदाखेरि हुन्छ। मियोसिसमा अरू थुप्रै प्रोसेसहरू हुन्छ, एउटा क्रसिङ ओभर हुन्छ जहाँनिर मदर र फादरको क्रोमोजोमको सेगमेन्टहरू एक्सचेन्ज हुन्छ। त्यो कारणले गर्दाखेरि नेक्स्ट जेनेरेसन न ठ्याक्कै बुवा जस्तो हुन्छ न ठ्याक्कै आमा जस्तो हुन्छ, अनिखेरि क्यारेक्टर त्यही भएर चेन्ज हुन्छ। एउटा कारण के रहेछ त भन्दाखेरि ड्यु टु क्रसिङ ओभर। सो मैले यहाँ कजेज लेख्दैछु, एउटा कजेज अफ कन्टिन्युस भेरिएसन चाहिँ एउटा क्रसिङ ओभर which occurs during meiosis। मियोसिस प्रश्न हुँदाखेरि क्रसिङ ओभर हुन्छ, क्रोमाटिड सेगमेन्टहरू एक्सचेन्ज हुन्छ। त्यो कारणले गर्दाखेरि हरेक जेनेरेसन अलि चेन्ज हुँदै जान्छ अथवा कन्टिन्युस भेरिएसन हुन्छ। अनि मियोसिस भइसकेपछि ग्यामेट्सहरू बन्छ। क्रसिङ ओभर भएकै कारणले चाहिँ के हुन्छ भन्दाखेरि एकै खालका ग्यामेट्सहरू हुँदैन। हामीले जस्तो कि मेलले प्रड्युस गर्ने स्पर्म्सहरू हुन्छ, त्यो सबै स्पर्म्सहरू एकै खालको हुँदैन। त्यहाँभित्रको हामीले क्रोमोजोमको स्ट्रक्चर्स हेरौँ भने स्पर्म भनेको सेल न हो, सेलभित्र क्रोमोजोम हुन्छ, सबै क्रोमोजोमहरू उस्तै खालको हुँदैन। एउटा स्पर्मको क्रोमोजोम र अर्को स्पर्मको क्रोमोजोम ठ्याक्कै नमिल्न सक्छ। त्यस कारण त्यस्तै एगमा पनि त्यस्तै हो,
फिमेलले एक प्रड्युस गर्छ, एउटा एक भित्रको क्रोमोजोमहरू कस्ता छन् र अर्को एक भित्रको त्यही फिमेलले प्रड्युस गरेको अर्को एकको क्रोमोजोमहरू पनि त्यो पनि फरक पर्न सक्छ। त्यसकारण अब फर्टिलाइजेसन हुँदा पनि कुन स्पर्मको भेट कुन एकसँग हुन्छ भन्ने कुरा ठ्याक्कै कन्फर्म गरेर भन्न सकिँदैन। त्यो ऱ्यान्डम फर्टिलाइजेसन भन्छौँ हामी। कुन स्पर्मले कुन एकलाई फर्टिलाइज गर्छ, त्यो कारणले पनि भेरिएसन हुन्छ। त्यही भएर त एउटै बुवाका दुईटा सन्तान, जसलाई हामी बुवा आमाका सन्तान जसलाई सिब्लिङ भन्छौँ, दुईटा दिदीबहिनीकै कुरा गर्ने हो भने पनि दुईटा दिदीबहिनी ठ्याक्कै उस्तै चाहिँ हुँदैन। किनभने कुन स्पर्मले कुन एकलाई फर्टिलाइज गरेर दिदी बनेको, फेरि अर्को स्पर्मले त्यही बुवाको अर्को खालको स्पर्मले अनि आमाको अर्को खालको एकसँग फर्टिलाइज गरेर बहिनी बनेको हुनसक्छ। त्यस कारण फरक फरक स्पर्म र एकको भेट भएर जाइगोट भन्छन्, जाइगोटबाट इन्डिभिजुअल भन्छ। त्यस कारण फर्टिलाइजेसन हुँदाखेरि फिक्स हुँदैन यो खालको स्पर्म यो खालको एकसँग फ्युज हुन्छ अनि के अरे सन्तान यस्तो हुन्छ, हुँदैन। एकचोटि त्यस्तो हुन्छ, तर अर्को सन्तान भन्दाखेरि अर्कै खालको स्पर्म र अर्कै खालको एकको भेट हुनसक्छ। सो त्यो पनि एउटा कारण हो वाइ इन्डिभिजुअल्स आर डिफरेन्ट, वाइ द सिब्लिङ्स आर डिफरेन्ट भन्ने कुरा। बिकज अफ, मैले यहाँ फेरि त्यही कसकै कुरा गर्दैछु, ऱ्यान्डम फर्टिलाइजेसन। ऱ्यान्डम फर्टिलाइजेसन दुईटा यो मेन कजेसहरू हो, जसले गर्दाखेरि हरेक जेनेरेसन अलिअलि गर्दै डेभिएट हुँदै जान्छ, क्यारेक्टरमा अलिअलि डिफ्रेन्सेस हुँदै हुँदै जान्छ, त्यो कन्टिन्युस भेरिएसन हुन्छ। र अब रह्यो अर्को इम्पोर्टेन्ट रहेछ डिस्कन्टिन्युस भेरिएसन। अब यसको नामबाटै बुझिन्छ डिस्कन्टिन्युस भेरिएसन भने चाहिँ। सो यो चाहिँ हरेक जेनेरेसनमा थोरै 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 मात्रै भए पनि देखिन्थ्यो, तर डिस्कन्टिन्युस भेरिएसन नाम डिस्कन्टिन्युस किन आयो भन्दाखेरि यो हरेक जेनेरेसनमा देखा पर्दैन। बुवाबाट छोरा, छोराबाट नाति, नातिबाट नाति नदेखिन सक्छ। 8-10 अथवा 20-25 जेनेरेसन पछाडि अचानक देखा पर्न सक्छ। अथवा हरेक जेनेरेसनमा यो देखै पर्नै पर्छ भन्ने जरुरी छैन। दुईटा जेनेरेसनसम्म देखिएन, फेरि अर्को जेनेरेसनमा देखियो, अथवा 8-10 जेनेरेसन पछाडि मात्रै देखियो त्यो क्यारेक्टर। जस्तै कि हाम्रै फ्यामिलीमा पनि कहिलेकाहीँ हेर्न सक्छौँ, अचानक नयाँ खालको सन्तानको जन्म हुन्छ। कोही चाहिँ नाक नभएको हुन्छ, कसैको दुईटा हात होइन 4वटा हात हुन्छ। मानिलिउँ आफ्नो फ्यामिलीमा हेऱ्यो भने 10वटा पुस्तासम्म चाहिँ अगाडि हेर्ने हो भने कोही पनि ब्लाइन्ड पर्सन जन्मेको थिएन, तर अचानक ब्लाइन्ड कोही एउटा पर्सन जन्मन सक्छ। 6वटा औँला भएको कोही सन्तान अहिलेसम्म जन्मेको थिएन होला बुवा, हजुरबा अथवा कुकुरी बाहरूको पालामा, तर अचानक आफ्नो पालामा त्यस्तो सन्तान जन्मिन सक्छ। त्यो भनेको चाहिँ अचानक क्यारेक्टर चेन्ज भयो, ड्रास्टिक चेन्ज भयो र सधैँ भएन। बुवाबाट छोरो, छोरोबाट नाति हुँदा हुनैपर्छ भन्ने कुरो कुन जेनेरेसनमा कहिले देखा पर्छ थाहा हुँदैन। सो सडनली यस्तो क्यारेक्टर देखा पर्छ जुन त्योभन्दा अगाडिको सन्तानमा हुँदैन। सो त्यसरी क्यारेक्टर चेन्ज भयो भने दिस इज कल्ड डिस्कन्टिन्युस भेरिएसन हुन्छ। अनि यो भेरिएसनको मात्रा चाहिँ फरक हुन्छ, एकदम क्यारेक्टर अलिअलि मात्रै चेन्ज हुने होइन। यो औँला अलिक लामो छोटो मात्रै होइन, औँला गोरो थियो बुवाको, छोरोको अलिक सेतो, यस्तो मात्रै होइन। यो भयो भने त कन्टिन्युस हुन्छ। डिस्कन्टिन्युसमा चाहिँ ड्रास्टिक चेन्ज, जस्तै कि 5वटा औँला भएको ठाउँमा 6वटा औँला हुन्छ। यो एकदमै एबनर्मल क्यारेक्टर्स भयो, ड्रास्टिक क्यारेक्टर चेन्ज भयो। यस्तो भयो भने भनेको जति डिफ्रेन्सको मात्रा हुन्छ यसमा चाहिँ धेरै हुन्छ। सो यसलाई फेरि हामीले समराइज गरौँ। It occurs suddenly. सधैँ हुँदैन, not in each generation, and high degree of variation. भेरिएसनको मात्रा अथवा डिफ्रेन्सको मात्रा जसमा त्यो भेरिएसन देखिन्छ त्यो र अरू जेनेरेसनको कम्पेयर गर्ने हो भने डिफ्रेन्सको मात्रा बढी भएको पाइन्छ। र यो खालको भेरिएसन हेरिटेबल पनि हुनसक्छ। हेरिटेबल भेरिएसन हुनसक्छ। यो सबै हुन्छ नि भन्ने कुरा चाहिँ हुँदैन, तर प्राय हेरिटेबल भेरिएसन पनि यसमा चाहिँ पाइन्छ। सो अब यसको कजेस के हो भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो। किन त्यस्तो हुन्छ, किन अचानक नयाँ क्यारेक्टर देखा पर्छ भन्दाखेरि यसको मेन कजेस भनेकै म्युटेसन। अब यो म्युटेसन के हो भन्ने कुरा थोरै कुरा गर्छौँ। हुन त म्युटेसनको एउटा छुट्टै टपिक हामी पछाडि कुरा गरौँला।
सो वाट इज म्युटेसन? म्युटेसन के हो जसले गर्दा अचानक क्यारेक्टर चेन्ज हुन्छ? सो म्युटेसन भनेको यस्तो चेन्ज हो जुन क्रोमोजोममा हुन्छ। जस्तो कि बडीको अरू अरू पार्ट्सहरूमा भएको चेन्जले अथवा सेलभित्रको पनि अरू अरू पार्ट्समा भएको चेन्जले के फरक पर्दैन, त्यो नेक्स्ट जेनेरेसनमा नजान सक्छ अथवा त्यसले क्यारेक्टर चेन्ज गर्दैन खासै। तर सेलभित्रको क्रोमोजोम जहाँनिर जिनहरू बसेको हुन्छ, त्यो जिनमा चेन्ज भयो अथवा क्रोमोजोममा चेन्ज भयो अथवा अर्को ल्याङ्ग्वेजमा भन्दाखेरि डिएनएमा कुनै चेन्ज भयो भने चाहिँ त्यो चेन्ज पर्मानेन्ट हुन्छ। सो त्यो चेन्जलाई नै म्युटेसन भन्छ। सो वाट इज म्युटेसन भने इट इज अ टाइप अफ चेन्जेस विच अकर्स इन द डिएनए अर द जिन्स अफ द डिएनए। अनि जिनमै चेन्ज भइसकेपछि द डिएनएमै चेन्ज भएपछि चाहिँ क्यारेक्टर पर्मानेन्टली चेन्ज हुन्छ। सो यो मेन कज रहेछ। सो डिसकन्टिन्युअस भेरिएसन इज ड्यु टु म्युटेसन। अनेक खालको म्युटेसन हुन्छ। कहिलेकाहीँ क्रोमोजोमको नम्बरै चेन्ज हुने, कहिलेकाहीँ क्रोमोजोमको स्ट्रक्चर चेन्ज हुने अथवा क्रोमोजोमको अलिकति टुक्रा टुक्रिने अथवा अर्को कुनै क्रोमोजोमको टुक्रा आएर जोडिने, यस्तो अनेक खालको म्युटेसनको टाइपहरू हुन्छ। म्युटेसन हुने बित्तिकै केही न केही क्यारेक्टर चाहिँ चेन्ज हुन्छ। वाइ भन्दाखेरि म्युटेसन इज अ चेन्ज इन द क्रोमोजोम अर जिन। अनि जिनै चेन्ज भएपछि अभियसली क्यारेक्टर चेन्ज हुने हुँदैन। सो द मेन कज अफ डिसकन्टिन्युअस भेरिएसन इज म्युटेसन। अनि यसभित्रको पनि अनेक टाइप छन्, जस्तै कि जिन म्युटेसन, पोलिप्लोइड भन्छौँ हामी, अनेक टाइपहरू छ, त्यसले गर्दा हुन्छ। जस्तै कि म लेखिदिन्छु म्युटेसनभित्रको पनि। फर इक्जाम्पल जिन म्युटेसन होला, पोलिप्लोइड म्युटेसन होला, यो अनेक टाइपका म्युटेसन हुन्छ। त्यसैले गर्दाखेरि डिसकन्टिन्युअस भेरिएसन हुन्छ। यो भेरिएसन चाहिँ पर्मानेन्ट हुन्छ। थ्रु आउट द लाइफ रहिरहन्छ र अर्को जेनेरेसन पनि जान सक्छ। अब यो चाहिँ के हुन्छ, यो कन्टिन्युअस भेरिएसन। अनि हामीले अर्को योभन्दा अगाडि पढेको थियो सोमाटिक भेरिएसन। यी भेरिएसनहरू चाहिँ स्पेसली सोमाटिक भेरिएसन चाहिँ पर्मानेन्ट हुँदैन। त्यो एउटै जेनेरेसन पनि घरि देखा पर्ने घरि हटाउने यस्तो भइरहेको छ। अनि यो जुन जर्मिनल भेरिएसन छ, स्पेसली डिसकन्टिन्युअस भेरिएसन, यो चाहिँ पर्मानेन्ट भेरिएसन हुन्छ। बिकज दिस भेरिएसन इज ड्यु टु द पर्मानेन्ट चेन्ज इन द जिन स्ट्रक्चर। सो यसरी मैले आज टाइप्स अफ भेरिएसनको बारेमा कुरा गरेँ। सो यो भेरिएसनहरू जुन मैले क्रसिङ ओभरको कुरा गरेँ अथवा म्युटेसनको कुरा गरेँ, यो प्रायः यो भेरिएसनहरू चाहिँ कहाँ देखिन्छ भन्दाखेरि जुन अर्गानिजम सेक्सुअली रिप्रोड्युस गर्छ त्यो अर्गानिजमहरूमा भेरिएसन देखा पर्छ। सबै अर्गानिजममा, जब सबै प्लान्टमा, सबै एनिमलहरूमा भेरिएसन देखा पर्छ नि भन्ने कुरा हुँदैन। त्यो अर्गानिजमको रिप्रोडक्सन कसरी भएको छ त्यसले डिटर्माइन गरिराखेको हुन्छ। सेक्सुअल रिप्रोडक्सनको प्रोसेसबाट प्रोड्युस भएका इन्डिभिजुअल अथवा अर्गानिजमहरूमा चाहिँ भेरिएसन हुने चान्स बढी हुन्छ। किनभने सेक्सुअल रिप्रोडक्सन हुने बित्तिकै त्यहाँनिर मियोसिस हुनु पऱ्यो, अनि मियोसिसबाट ग्यामेट बन्नु पऱ्यो, अनि मियोसिस भएपछि त्यहाँ क्रसिङ ओभर हुन्छ, अनि क्रसिङ ओभर भएपछि कन्टिन्युअस भेरिएसन हुन्छ। त्यही कारण भेरिएसन कहाँ बढी पाइन्छ भन्दाखेरि अर्गानिजम विच आर प्रोड्युस बाई सेक्सुअल रिप्रोडक्सन। अनि अर्गानिजम एसेक्सुअली रिप्रोड्युस भयो भने भेरिएसन हुन्छ कि हुँदैन भन्ने कुरा पनि आउन सक्छ। म थोरै यसको पनि कुरा गर्छु। मैले अघि नै कुरा गरिसकेँ, सेक्सुअल रिप्रोडक्सन भयो भने मियोसिस हुन्छ, मियोसिस भएपछि क्रसिङ ओभर र फर्टिलाइजेसन हुन्छ, अनि क्रसिङ ओभर भएपछि क्यारेक्टर चेन्ज हुन्छ, फर्टिलाइजेसन पनि ऱ्यान्डम हुन्छ, अनि फेरि त्यहाँ पनि चेन्ज हुन्छ क्यारेक्टर्स। सो यो भनेको चाहिँ सेक्सुअल रिप्रोडक्सनको कुराहरू भयो। सो सेक्सुअल रिप्रोडक्सन भयो कि चेन्ज भयो बिकज अफ क्रसिङ ओभर एन्ड ऱ्यान्डम फर्टिलाइजेसन। तर अब कुनै अर्गानिजम एसेक्सुअली रिप्रोड्युस गरिराखेको हुन्छ, जस्तै कि हामीलाई भेजिटेटिभ प्रोपागेसन भन्ने पनि थाहा छ, यहाँ कटिङ हुन्छ, ग्राफ्टिङ हुन्छ, लेयरिङ हुन्छ, टिस्यु कल्चर हुन्छ, यो अनेक खालका सेक्सुअल रिप्रोडक्सन गर्ने मेथड्सहरू हुन्छ। सो यो तरिकाले रिप्रोडक्सन भएको अर्गानिजममा चाहिँ नर्मल्ली भेरिएसन हुँदैन, किनभने यो तरिकाले प्रोड्युस भएका अर्गानिजमहरूमा मियोसिस हुँदैन, अनि मियोसिस नभएपछि क्रसिङ ओभर पनि भएन, अनि फेरि ग्यामेट पनि भएन, फर्टिलाइजेसन पनि भएन।
सो त्यो यो क्रसिङ ओभर पनि भएन, ऱ्यान्डम फर्टिलाइजेसन पनि नभएपछि भेरिएसन देखा पर्ने चान्स हुँदैन। यदि अर्गानिजम भेजिटेटिभ प्रोपागेसनको मेथडबाट रिप्रोड्युस भएको छ भने अथवा सेक्सुअल रिप्रोडक्सनको मेथडबाट रिप्रोड्युस भएको छ भने द नेक्स्ट जेनेरेसन्स डु नट सो भेरिएसन इन द क्यारेक्टर, दे आर अलमोस्ट सिमिलर टु देयर प्यारेन्ट जस्तै हुन्छ ठ्याक्कै। त्यसरी प्रोड्युस भएका सन्तानहरूलाई अथवा यसरी सेक्सुअल रिप्रोडक्सन अथवा भेजिटेटिभ प्रोपागेसनको मेथडबाट रिप्रोड्युस भएका सन्तानहरूलाई चाहिँ क्लोन्स भन्छ। क्लोन्स भन्ने एउटा वर्ड यहाँले सम्झिनुपर्छ। क्लोन्सलाई ऱ्यामेट्स पनि भन्न सक्छौँ हामी, ऱ्यामेट्स। सो भेजिटेटिभ प्रोपागेसन अथवा सेक्सुअल रिप्रोडक्सन भयो भने कस्ता सन्तान निक्लिन्छ भन्दाखेरि क्लोन्सहरू निक्लिन्छ अथवा ऱ्यामेट्सहरू निक्लिन्छ। सो यी खालको इन्डिभिजुअल्सहरू अथवा वाटर क्लोन्स वाटर ऱ्यामेट्स भन्यो भने यस्तो खालको इन्डिभिजुअल्स अथवा यस्तो खालका सन्तानहरू अर्गानिजम्सहरू जुन प्यारेन्ट्ससँग हुबहु मिल्छन्। विच आर द कार्बन कपी अफ प्यारेन्ट्स भन्छौँ हामी। सबै कुराहरू प्यारेन्ट्ससँग मिल्ने जत्रो थियो जस्तो थियो सबै कुराहरू मिल्यो भने त्यस्तो नयाँ सन्तानलाई नयाँ बनेका सन्तानहरूलाई चाहिँ क्लोन्स भन्छौँ। सो सेक्सुअल रिप्रोडक्सन भयो भने क्लोन्स भन्छ, ऱ्यामेट्स भन्छ। त्यसकारण ती अर्गानिजमहरूमा भेरिएसन प्रायः देखिँदैन। तर एउटा कारणले भेरिएसन हुनसक्छ, नट बिकज अफ जिन अर चेन्जेस इन द जिनको कारणले भेरिएसन भएको होइन। भेरिएसन भयो भने पनि भेरिएसन इज मेनली बिकज अफ इन्भाइरोमेन्ट। जस्तो कि यो क्लोन्स पनि अब हामीले मानिलिउँ 5वटा क्लोनलाई कुनै एउटा उखुको 5वटा क्लोन बनाएर हामीले रोप्यौँ भने सबै क्लोनहरू उत्रै हुन्छ भन्ने कुरा त हुँदैन। तिनीहरू पनि कुनै उखु अलिकति लामो होला, कुनै उखु अलिकति छोटो होला। मैले उखुको एक्जाम्पल किन लिएँ भन्दाखेरि उखुको रिप्रोडक्सन भेजिटेटिभ रिप्रोडक्सनबाट हुन्छ। सो उखुको जुन बोटहरूलाई हेऱ्यो भने कुनै ठुलो कुनै सानो, कोही किराले खाएको कोही किराले नखाएको, कुनै अलिक अग्लो कुनै अलिक खोचो होला। क्लोन त क्लोनै हो, क्लोनमा पनि भेरिएसन हुनसक्छ। तर त्यो भेरिएसन चाहिँ जेनेटिक भेरिएसन चाहिँ होइन, इन्भाइरोमेन्टको कारणले हुनसक्छ। अब कुनै क्लोनले बढी फुट पाउला, अलिक अग्लो होला, मोटो होला, अनि कुनै क्लोनले नपाउला, त्यो कारणले फरक पर्न सक्छ। सो सेक्सुअल रिप्रोडक्सनमा भेरिएसन एक्ज्याक्टली हुँदैन भन्ने होइन, भइहाल्यो भने बिकज अफ इन्भाइरोमेन्ट। अदरवाइज अल द इन्डिभिजुअल्स प्रोड्युस बाई सेक्सुअल रिप्रोडक्सन्स आर सिमिलर विच आर कल्ड क्लोन्स अर ऱ्यामेट्स। सो यो भयो मैले भेरिएसन सेक्सुअल रिप्रोडक्सनबाट निक्लेको सन्तानमा हुन्छ कि हुँदैन भन्ने कुरा गरेँ। सो फाइनली म यहाँहरूलाई अब इम्पोर्टेन्स अफ भेरिएसनको बारेमा कुरा गर्छु। सो फाइनली म यहाँहरूलाई अब इम्पोर्टेन्स अफ भेरिएसन अथवा सिग्निफिकेन्सेस अफ भेरिएसन, हरेक अर्गानिजममा क्यारेक्टर नेक्स्ट जेनेरेसनमा जाँदाखेरि चेन्ज भइराखेको हुन्छ अथवा उसका सन्तानहरू ऊभन्दा अलिकति फरक प्रोड्युस भइराखेको हुन्छ। यो एनिमलमा मात्रै हुने होइन, प्लान्टमा पनि यसै गरी कन्टिन्युस भेरिएसन, डिस्कन्टिन्युस भेरिएसन अथवा सोमाटिक अथवा इन्भाइरोमेन्टल भेरिएसन भइराखेको हुन्छ। यसको सिग्निफिकेन्स के हो, के फाइदा छ भन्ने कुरा, यसको बारेमा थोरै कुरा गरौँ। सो एउटा इम्पोर्टेन्ट भेरिएसनको इम्पोर्टेन्ट अथवा क्यारेक्टर चेन्ज भयो हरेक जेनेरेसनमा भने फाइदा के भन्दाखेरि एडेप्टेसनमा सपोर्ट गर्छ। प्लान्टको एडेप्टेसन अथवा एनिमलको एडेप्टेसनमा भेरिएसन भयो भने सजिलो हुन्छ। जति क्यारेक्टर नयाँ नयाँ प्रोड्युस हुँदै गयो उति प्लान्ट अथवा एनिमललाई नयाँ ठाउँमा एडजस्ट हुनको लागि सजिलो हुन्छ। कुनै प्लान्टलाई एकदमै हामीले नयाँ इन्भाइरोमेन्टमा नयाँ क्लाइमेटमा लगेर हामीले रोप्न खोज्यौँ भने अनि त्यो प्लान्टले आफूलाई त्यहाँ बचाउन सक्ने क्यारेक्टर प्रोड्युस गर्न सक्यो अथवा भेरिएसन प्रोड्युस गरियो भने त्यो सर्भाइभ गर्यो, एड्याप्ट भयो त्यो इन्भाइरोमेन्टमा, नभए त्यो प्लान्ट मरेर जान्छ। सो एउटा इम्पोर्टेन्ट सिग्निफिकेन्स के रहेछ, भेरिएसन भयो भने मात्रै एड्याप्टेसन हुने चान्स बढेर जान्छ। सो अर्को छ रेजिस्टिभिटीको कुरा पनि हामी यहाँ जोड्न सक्छौँ। रेजिस्टिभिटी, प्लान्टको रेजिस्टिभिटी रेजिस्ट गर्ने, केसँग रेजिस्ट गर्ने भनेको अब रेजिस्टिभिटी अनेक खालको हुन्छ। रोगसँग रेजिस्टिभिटी गर्ने हो कि चिसोसँग रेजिस्ट गर्ने हो कि एकदमै तातो गर्मीसँग पनि रेजिस्ट गर्ने हो कि अनेक खालको रेजिस्टिभिटी हुन्छ। त्यो रेजिस्टिभिटी बढाउनको लागि पनि भेरिएसनले हेल्प गर्छ। त्यो प्लान्टलाई अथवा कुनै प्लान्ट अलिअलि चिसो हुने बित्तिकै विन्टर लाग्ने बित्तिकै मर्ने खालको प्लान्ट पनि हुन्छ, कुनै प्लान्ट चाहिँ चिसोमा पनि खासै केही असर नगरिकन बाँचिराखेको हुन्छ। सो त्यसलाई भन्छ रेजिस्टिभिटी। मैले अहिले रेजिस्टिभिटी टु कोल्ड क्लाइमेटको कुरा गरेँ, त्यस्तै रेजिस्टिभिटी टु डिजिज। यो सब कुराहरू बढाउनको लागि भेरिएसन हुन जरुरी छ। भेरिएसन भएन भने रेजिस्टिभिटी पनि घट्दै 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 जान्छ।
प्लान्टले त्यो सर्टेन चेन्ज इन द क्लाइमेटलाई रेजिस्ट गर्न सक्दैन अथवा टोलरेट गर्न सक्दैन अनि पनि प्लान्ट मर्छ। त्यो रेजिस्टिभिटी क्रिएट गर्नको लागि अथवा डेभलप गर्नको लागि पनि भेरिएसन जरुरी छ। सो भेरिएसनकै कारणले अहिले हामी देख्छौँ अनेक खालका भेराइटिजहरू, जस्तै कि फुलको अनेक भेराइटिज देख्छौँ, फ्रुट्सको अनेक भेराइटिज, जस्तै एउटै प्लान्टमा पनि अनेक खालको भेराइटिज। धानकै कुरा गरौँ, अनेक खालका धानहरू हामीलाई थाहा छ, मुन्चुली धान, मोटा धान, अनेक खालका नामहरू हुन्छन्, टाइचिन धान यस्तो हुन्छ। त्यस्तै फुलहरूको पनि कुरा गऱ्यौँ भने फुलका पनि अनेक जातहरू हुन्छन्। मकैकै कुरा गरौँ, रातो मकै भन्ने हुन्छ, सेतो मकै, मकै त मकै हो, मुरली मकै भन्ने हुन्छ। सो अनेक भेराइटिजहरू प्रड्युस भयो। जस्तै कि हामीले आँपको पनि भेराइटिजहरू हामीलाई थाहा छ, कृष्णभोग आँप भन्छ, कसैले त्यो मालदह आँप भन्छ, यसरी आँपका पनि अनेक भेराइटिजहरू छन्। यो भेरिएसन सुरुमै जस्तै कि सुरुमै आँपका यति धेरै भेराइटिज थियो होला त पक्का थिएन, बिस्तारै भेरिएसन हुने हुने नयाँ नयाँ जातहरू निक्लिन थाले। फुलका पनि अनेक जातहरू निक्ले, कुकुरका जातहरू देख्छौँ हामी, भेरिएसन भयो, एउटा कुकुर अर्कोसँग मिल्दैन, अनेक जातका कुकुरहरू, गाईका अनेक जातहरू हामीले देखेका छौँ हाम्रो गाउँघरमा अथवा आफ्नो घरमै पनि। सो यो सबै के को कारणले सम्भव भयो भन्दाखेरि बिकज अफ भेरिएसन। भेरिएसनको कारणले हामीले यति धेरै भेराइटिज अफ प्लान्ट्स एन्ड भेराइटिज अफ एनिमल्सहरू हाम्रो वरिपरि पाएका छौँ र त्यसबाट अनेक तरिकाले फाइदा लिएका छौँ। सो अर्को एउटा इम्पोर्टेन्ट भेरिएसनको मेन सिग्निफिकेन्स के हो भन्दाखेरि इट हेल्प्स इन इभोल्युसन। अब क्यारेक्टर चेन्ज हुँदै 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 जाँदाखेरि के हुन्छ भन्दाखेरि ग्रेजुअल्ली एउटा जेनेरेसनभन्दा अर्को जेनेरेसन फरक पर्दै गयो, लामो समय पछाडि, असाध्यै लामो समय पछाडि सुरुको जेनेरेसनसँग अहिले बनेको, लामो समय पछाडि बनेको जेनेरेसनलाई कम्पेयर गऱ्यो भने धेरै क्यारेक्टर चेन्ज भइराखेको हुन्छ। त्यसमा पनि म्युटेसन बिचबिचमा थपिन्छ। म्युटेसन भने चाहिँ अचानक नयाँ क्यारेक्टर आएको हुन्छ। त्यो भयो भने चाहिँ नयाँ खालको लामो समय पछाडि सुरुको जेनेरेसनको अर्गानिजम र अहिले बनेको अर्गानिजमलाई कम्पेयर गऱ्यो भने थुप्रै क्यारेक्टरहरू चेन्ज भएको हुनसक्छ। कहिलेकाहीँ टोटल्ली नयाँ खालको अर्गानिजम पनि बन्न सक्छ लामो जेनेरेसन पछाडि। सो त्यसलाई नै हामी के भन्छौँ, इभोल्युसन। सो भेरिएसन इज द मेन सोर्स अफ इभोल्युसन भनेर भन्छौँ, अथवा भेरिएसन हेल्प्स इन ओरिजिन अफ न्यू स्पिसिस भनेर पनि भन्न सकिन्छ। ओरिजिन अफ न्यू स्पिसिस, यसलाई हामी यीभित्र इभोल्युसनमै लगेर बुझ्न पनि सक्छौँ। नयाँ स्पिसिस ओरिजिन हुनु भनेकै इभोल्युसन हो। सो यसरी भेरिएसन नभइकन हुँदैन। सो एउटा अर्को इम्पोर्टेन्ट सिग्निफिकेन्स लास्टमा मैले थपेँ, बिकज अफ भेरिएसन वी अल आर डिस्टिङ्क्ट। हामी एउटाले अर्कोलाई सजिलै छुट्याउन सक्छौँ। दुईजना दाजुभाइ भन्दै यो चाहिँ जेठो, यो चाहिँ कान्छो, अथवा यसको नाम यो, यसको नाम यो हो भनेर हामी सजिलै भन्न सक्छौँ। के को कारणले भन्दाखेरि भेरिएसन। कोही बाबुआमाका दुईटा छोरा ठ्याक्कै उस्तै हुने हो भने, भेरिएसन नहुने हो भने को हो, कसको नाम के हो, कसको नाम के हो, हामीलाई यो छुट्याउनु पनि गाह्रो छ। जस्तै कि म जस्तो अर्को मान्छे सकभर भेट्न गाह्रो छ, किनभने ऊ मभन्दा फरक छ। के को कारणले? भेरिएसनको कारणले। सो हामी सबैको अनुहार रूप रङ फरक छ। हामी एउटाले अर्कोलाई सजिलै चिन्छौँ, यो मेरो दाइ, यो मेरो बहिनी, यो मेरो बुवा, यो मेरो आमा, यो मेरो साथी, यसको नाम यो, अर्को साथीको नाम यो, सबै हामी डिस्टिङ्क्ट छौँ। इन्डिभिजुअल्स आर डिस्टिङ्क्ट बिकज अफ भेरिएसन। भेरिएसन नहुने हो भने हामी यसरी प्रड्युस त हुन्थ्यौँ र सबैको रूप रङ सायद मिल्थ्यो होला। जस्ट अ हाइपोथेटिकल कुरा भयो, तर सायद मिल्थ्यो होला। सो एउटा अर्को मैले यहाँ थपेँ, आइडेन्टिफिकेसनमा पनि हेल्प गरेछ। भेरिएसन हेल्प्स इन द आइडेन्टिफिकेसन अफ द इन्डिभिजुअल्स। सो मैले केही सम इम्पोर्टेन्सेस अफ भेरिएसनको बारेमा कुरा गरेँ।